भोको पेट। भोको पेटलाई सपना देख्न मन लाग्छ, तर भोकले निन्द्रै लाग्दैन। दैनिक आम्दानीका आशाहरू हिजोभन्दा अझै कमजोर देखिन्छन्। हात खाली घर फर्कदा बाबाको हात खाली घर फर्कदा साना आँखाहरूले प्रश्न गर्छन्, बा खाना ल्याउनु भएन? भोक एक दिनको भए सायद सहन सकिन्छ, तर जब भोक न त एक दिनको रहन्छ न मात्र पेटको, त्यसपछि मान्छेले सपनै देख्न छाड्छ। रातमा जब सहर झिलिमिली देखिन्छ, कता कता एक अँध्यारो गल्लीमा कोही निदाउनै सक्दैन। भनिन्छ भगवानले सबैलाई समान बनाएका छन्, तर किन पेट भोकै रित्तिन्छ र सपनाहरू तुइन्छन्। भोको पेटलाई भाषणले भरिँदैन, तर एक गाँस मायाले भरिन्छ। हुन त दुनियाँ बदल्न धेरै गाह्रो छ, तर एकजना मान्छेले एक अर्काको हात थामे भने कम्तीमा एउटा भोको पेट त भरिन सक्छ।